Hello, good morning everyone and namaste. Welcome to my morning vlog. सदा चाहिँ आज पनि मेरो बिहानीको सुरुवात चाहिँ जुम्बा क्लासबाट हुन्छ है। आज चाहिँ शुक्रबारको दिन मेरो क्लास रहेको छ सुवर्णेश्वरमा ह्यापी एन्ड हेल्दी ग्रुपमा र म छु अहिले यता सूर्य विनायक पाण्डु बजार गेट। यो गेटबाट भित्र छिरिसकेपछि चाहिँ 10-15 मिनेटको हिँडाइमा हामी माथि सुवर्णेश्वर डाँडा पुग्न सकिन्छ। आज चाहिँ क्लास अलिकति लेट हुने भयो किनभने पानी परेको हुनाले क्लास अलिकति लेट हुने भयो। अब सधैँ हाम्रो क्लास चाहिँ 5:15 देखि सुरु हुन्छ भने आज चाहिँ सायद 5:30 देखि सुरु हुन्छ कि। र अनि अर्को कुरा सूर्य विनायक सल्लाहघारी नजिकै चाहिँ कोही जुम्बा गर्नलाई जुम्बा डान्स एक्सर्साइज गर्नलाई चाहिँ कोही इच्छुक हुनुहुन्छ भने चाहिँ यसो सम्पर्क गर्नु होला हैन हाम्रो ह्यापी एन्ड हेल्दी ग्रुपमा। हेलो गुड मर्निङ। अस्ति चाहिँ यहाँ तल एक्सिडेन्ट भएको थियो एउटा तल यस्तो छ। पानी परेपछि यो बाटो चाहिँ अलिकति हिलो हुने रहेछ कि। सूर्य विनायक पाण्डु बजार ढलानपाटी नजिकै को बस्नुहुन्छ उहाँहरूले चाहिँ अब जुम्बा गर्न इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला। यहाँ चाहिँ अब हाम्रो मन्थली फी पनि एकदमै सस्तो रहेको छ। अनि टिचरहरू पनि सबैजना राम्रो हुन्छ। शीतल हावा आउने दिदी आइसक्नु भयो। गुड मर्निङ नमस्ते दिदी। आज त पानी परेर सबैजना ढिला। शान्ति दिदी आउँदै हुनुहुन्छ ऊ चरा उड्नुलाई जस्तै उड्दै आउनुहुन्छ। Okay, let's go.
योगाका एक्सर्साइज फलो गर्दै हुनुहुन्छ एउटा भाइ बाटोमा हिँड्दै क्लास पनि सक्यो यस्तो रहेको छ यहाँभित्र चाहिँ क्लास सकेर अब चाहिँ बा जाने बिहान पानी परेको भने यहाँ छाता ल्याएको थियो हजुर जम्मान बाई ह्याप्पी एन्ड हेल्दी ग्रुप रमाइलो हुनुहुन्छ यहाँको दिदीहरू आफू लानु मलाई नमस्ते बा गुड मर्निङ मेरो आजको भिडियोमा आउँछ ल है पानी पऱ्यो कहाँबाट ल्याउनु भएको ल दा पानी पर्न थाल्यो कस्तो भयो क्लास सधैँ आउनुहोस् ल धन्यवाद त मलाई नै हेर्दै ल्याइदिनु भएछ हाम्रो दिदीले कहाँबाट ल्याइदिनु भएको दिदी ए ल धन्यवाद हेरिदिनुको लागि बाहिरको मौसम चाहिँ यस्तो रहेको छ है अनि हामी चाहिँ भित्र चियाको पर्खाइमा दिदीहरूसँग यसो गफ गर्दै ह्याप्पी फ्राइडे आज फ्राइडे हो नि बुहारी चाहिँ चिया आउनु बाँकी चिया खाएर अब घरतिर लाग्नु लागेको छौँ आजको लागि चाहिँ मेरो मर्निङ ब्लग यहीँ टुङ्ग्याउन चाहन्छु सबैजनाले मेरो भिडियो हेरेर साथ दिनुहोला धन्यवाद र ह्याभ अ नाइस डे बाई बाई